चिउरा चटनी रहेछ आलु चना नमस्ते एभ्रिबडी वेलकम ब्याक टु माई च्यानल ह्याप्पी असार 15 हिजो गइसक्यो असार 15 चाहिँ अनि रोपाई गर्नुभयो होला धेरै जस्तोले चाहिँ हैन अनि कसरी मनाउनु भयो दही चिउरा खानु भयो कि भएन हामीले चाहिँ खायौँ मैले चाहिँ हिजो भ्लग बनाइन कतै पनि गएनौँ अनि आज चाहिँ पामेमा यो मेला लाउँदो रहेछ नि त हैन असारको त्यही 15 को हिजोको साट्टो आज लाग्दो रहेछ अनि आज हामी चाहिँ मम्मी र म जाँदैछौँ त्यहाँ कहिले पनि गएको छैन कि अनि युट्युबहरुमा देखिरहेको हो नि त अनि अर्को वर्ष चाहिँ जानुपर्छ भनेर सोचिरहेको थियौँ सो फाइनली आज चाहिँ हामी जाँदैछौँ अब कति बजे सुरु हुन्छ पनि थाहा छैन हैन 10:30 चाहिँ भइसक्यो अब हामी यहाँबाट हिँड्छौँ 1 घण्टा जति चाहिँ लाग्छ होला वहाँ पुग्नलाई अनि वहाँ के हुन्छ कस्तो के हुँदो रहेछ मेलामा अब म सबै आफूले सके जति समेट्न ट्राई गर्छु र हजुरहरूलाई पनि अझै राम्रो रूपले देखाउन ट्राई गर्छु हजुरहरू चाहिँ भिडियोलाई अन्तिमसम्म हेर्नु होला अनि मेरो भिडियोलाई लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला शेयर गरिदिनु होला र सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला है त लेट्स गो नाउ आज चाहिँ मम्मी र म मात्रै गइरहेको छौँ हैन फ्यामिली पुरै जान पाएनौँ सेलिसका स्कुल गयो अनि बाबा चाहिँ यहाँ रोपाईको ट्र्याक्टरहरू आउने भएको कारणले जान पाउनु भएन त्यही भएर मम्मी चाहिँ रेडी अवस्थामा हुनुहुन्छ आज चाहिँ स्कुटर सफारी हुनेवाला छ हाम्रो अब स्कुटरमा हिँडेपछि यस्तै हो मान्छे पनि नचिनिने गरेर हिँड्न पर्छ हैन धन्न आज चाहिँ घाम त्यति लाखैन र हो शीतलै छ दिन स्कुटरमा ठिकै होला भन्ने आशा गरेको छु सिमसिम पानी चाहिँ परेर रहेछ तर अहिले यति मात्र रेनकोट लाइन मैले अहिले लाम्ला ल अब चाहिँ हिँड्यौँ हामी घरबाट है त साउन्ड चाहिँ कस्तो आउँछ अब यो उसले चाहिँ ढाक्न त के अरे यो प्रोटेक्ट चाहिँ गर्छ के अरे यो के अरे हावालाई त्यही पनि कस्तो आउँछ लेट्स सी गाइज हामी चाहिँ अहिले लेक साइड आइसक्यौँ हैन अनि पामे इन्टर गर्न लागिरहेको छौँ आज चाहिँ पानी परेको भएर होला डुङ्गा पनि चलेको छैन खासै अनि कायाकिङ पनि छैन यतिमा चाहिँ हिँड्दाखेरि चाहिँ कस्तो जङ्गलभित्र हिँडे जस्तो फिल हुन्छ कि यो क्रेजी गेक्कोको यस्तो यतापट्टिको साइडको रोडमा खै चाउचाउ ओए घोडा रहेछ आज त कताबाट आयो घोडा ए यता पछाडि हुँदो रहेछ नि त घोडाको मालिकहरू त हिँड्दै कति प्रिटी छ नेचर गाइज ल तालेरम अनि डाँडा काँडा हेरौँ कुहिरोले ढाकेको सो प्रिटी गाइज हामी चाहिँ एकदमै नजिक छौँ हैन महोत्सवको मेलाको वहाँ टेन्टहरू टाँगिरहेको देख्नु भएको छ होला व्हाइट कलरको त्यहाँ पुग्नु पर्ने हो हामी चाहिँ अब हामी एकैछिनमा त्यही पुग्ने छौँ
ल आइपुग्यौँ हामी मेलामा स्कुटर तलै राखेर यहाँ चाहिँ यस्तो ब्रिज रहेछ कि त्यही भएर ल्याउनु त ल्याउनु भयो के अरे हामीले चाहिँ त्यहीँ राख्यौँ ल इन्टर गरियो है गाइजहरू यहाँ चाहिँ भलिबल खेल्दै हुनुहुँदो रहेछ के अरे तल के हो त नि भर्खर सुरु जस्तो भाषण हुँदैछ त यता भलिबल खेल्दै हुनुहुन्छ कता यो चाहिँ भलिबल उस प्रतियोगिता उहाँ हेर न बच्चाहरू हिलो खेलेको मेरो व्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गर्दछु र महानुभावहरूलाई पुनः स्वागत गर्दै मेरो भनाइ यही अन्त गर्दै बिदा चाहन्छु। जय आजको हिलक महोत्सव। नमस्कार। हिलो छाप्यो धेरै धेरै धन्यवाद स्वागत गर्नको लागि म पुनः काशीलाई भन्न गइरहेको छु। हामीले अब चाहिँ बाइक रेस सुरु हुन लागेको छ अनि यस्तो छ है ट्रेल चाहिँ अब्स्टेकलहरू भएको सम्पूर्ण विशिष्टको स्टार्ट गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। सबैले जोरदार ताली दिएर हामीलाई सपोर्ट गरिदिनु होला। This is the official starting of Pokhara Monsoon Madness 2026. I would like to call all the riders, marshal of Monsoon Madness participants, please backstage get ready for. Everyone is so excited to watch your ride race अनि बाइक रेस अनि यति धेरै मान्छेहरू हुनुहुन्छ यहाँ चाहिँ होइन यहाँबाट भ्यू राम्रो आउने भएर हो कि हो सबैजना यहीँ वरिपरि हुनुहुन्छ। अब चाहिँ एकैछिनमा रेस सुरु हुन्छ है त गाइज। Check, mic check. रेडी अब Alright, that is rider number 93, Apil Guru. Rider आइसक्नु भएको छ। Rider number 24. Rider number 24 तयारी अवस्थामा बसिसक्नु भएको छ। Starting his race. Rider number 911, Sudip Guru. Sudip Guru on the track.
हामी चाहिँ अहिले एकछिन ब्रेक गरेको खाजा खान आइरहेछौँ सेलरोटी तरकारीहरू छ के छ भने एउटा मात्रै सेलरोटी चिउरा चटनी रहेछ यहाँ यो के हो आलु चना सेटै आउँदो रहेछ है सबै अनि हामीले चाहिँ एउटा खाजा सेट र मोमो मगाएको छौँ एक प्लेट मोमो ल खाम त कस्तो छ दही चिउरा उहिले छ दही के अमिलो अमिलो हो ठिकै हो अमिलो त छैन अमिलो रहेछ अलि दही मोमो ट्राई गर्दैछु है म गाई कस्तो रहेछ कस्तो मसला रहेछ है अलि रोटी मिठो है बाह्र ल्याप बाइकको के 12 ल्याप पुरा गर्नु रहेछ होइन अनि अहिले चाहिँ भ्यायो कि भ्याएन हामीलाई चाहिँ अलि झ्याउलाएर यहाँ ब्रेकमा खाजा खान आएको अब अर्को सेकेन्ड ग्रुपमा पनि हुनुहुन्छ म सेकेन्ड ग्रुपको पनि देखाउँछु हजुरहरूलाई लगभग सकिएको थियो कि 2 जना मात्रै बाँकी थियो होइन 3 जना थियो ल अब यो खान्छौँ हामी इन्जोय गर्छौँ एकछिन भेटौँला गाइस ल यहाँ डोरी तान्ने अब हामी चाहिँ यहाँ सेकेन्ड राउन्ड सुरु नभएर डोरी तानेको हेर्न आएछौँ है गाइस बिचमा बसौँ न यता यहाँ एकछिन टाइम लाउँछ होला उता उसमा त डोरी तान्नेमा त्यही भएर फेरि यता सुरु भइसकेछ बाइकको त्यही भएर म हजुरहरूलाई त्यो देखाउँछु है
कताको छुट्टी लाग्यो तान्न सुरु गरिहाल्यो फेरि
झन्डा हल्ला त पुरा साडीमा आउनुभएको छ टी सर्ट लुङ्गीमा आउनुभएको छ सबै एकदमै धेरै सम्मानका साथ हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु धेरै धेरै बधाई पनि भन्न चाहन्छु माइक्रोफोन स्थान गर्दै उहाँलाई बेला बेलामा पनि सहयोग गर्दै गर्छु जानिरहेको छ उहाँलाई हौसला स्वरूप पानी पसाइदिनु हुनको लागि अनुरोध गर्दछु सही मजा आयो यार डोरी तानेको हेर्न त बाइक राइडिङ पनि डेन्जर थियो अनि टग अफ वार लास्टको त 5 मिनट भन्दा नि बढी तानेको क्या डेन्जर इन्टेन्स आमा अब चाहिँ हामी यहाँबाट निस्किन लागेको छौँ रमाइलो भयो अब ढिलो पनि भयो घर पनि जानु पर्यो टाढा छ अनि सही भयो एक्सपिरियन्स यहाँ फर्स्ट टाइम आएको हामी होइन अस्ति चाहिँ सिसुवामा थियो 14 गते अनि 14 गते चाहिँ हामी जान पाएन मम्मीलाई चाहिँ 15 गते जस्तो लागेर डेट अलिकति माथि तल भएछ अनि त्यही भएर त्यहाँ मिस गऱ्यौँ अनि यहाँ चाहिँ जानुपर्छ भनेर दुईजना आएको कस्तो लाग्यो तपाईँलाई रमाइलो रमाइलो उता लेखनाथमा नि सिसुवामा पनि थियो मैले सोचेको त्यहाँ 15 गते भन्ने सोचेको अनि ढुक्क परेर बसेको आखिरीमा चाहिँ त्यहाँ कति सकियो रहेछ 14 गते नै रहेछ कि त्यहाँ नजिकै जान पाइएन नि त अनि यहाँ आयौँ होइन यता आएको यता पनि आउने भन्थ्यौँ भन्न त अनि यस्तो रमाइलो भयो अब 1-2वटा केही प्रोग्राम थियो होला हामीले चाहिँ छुट्यायौँ त्यसलाई किनकि हाम्रो घरमा पनि काम छ आज त्यही भएर जानु पर्यो होइन त्यही भएर जाँदैछौँ कोही त भर्खर आउँदै हुनुहुन्छ अब बेलुका अझै रमाइलो होला सायद हामी चाहिँ अघि स्कुटर राखेको ठाउँतिर जाँदैछौँ अहिले म त डेन्जर चिच्चाएको त्यो टग अफ वारमा होइन घाँटी सुकेर कस्तो ताल देखियो यहाँबाट के दिए नि ओए बाइक आउँदो रहेछ त्यहाँ त बाइक आयो बाइक ब्युटिफुल भ्यू ब्युटिफुल यताबाट नि स्कुटर राखेको क्या हो यति नै थियो आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नबिर्सनु होला आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होला हजुरहरूले
यहाँ मिस गर्नुभयो होला मैले देखाइदिएँ यहाँको अनि हामीलाई चाहिँ एकदमै रमाइलो भयो हजुरहरूलाई पनि हेरेर रमाइलो लाग्यो होला भन्ने आशा गरेको छु थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड सी यु इन द नेक्स्ट भिडियो बाई बाई लभ यु अल डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब